गुड मर्निङ नमस्ते। म चाहिँ जिम आएको छु हेर्नु वेट बढेर। म वेट लसको पनि देखाउँछु ल। 73 छु म अहिले। मेरो भ्लग चाहिँ म जिमदेखि स्टार्ट गर्दैछु, हेर्नु होला। म चाहिँ 5:15 बजे आएको, अहिले चाहिँ 5:30 भइसक्यो। हेर्नु मेरो वेट एकदम बढेको छ अहिले, 8-9 किलो बढेँ। त्यही भएर जिम आएको। 5-6 दिन मात्रै भयो जिम आएको। सबैजनाले हेर्नु होला। म जिम गरेको चाहिँ राख्दिनँ होला, किनकि मलाई यस्तो हतार हुन्छ बिहानमा, अनि म धेरै बेर भुल्नै पाउँदिनँ। म अरू पनि प्लस गरेर देखाउँछु नि ल। उतातिर छ, यहाँ चाहिँ वार्मअप गर्ने, जम्पिङहरू गर्ने, अहिले डान्सहरू गर्नलाई यो चाहिँ खाली नै छ है। उतातिर चाहिँ मजाले एक्सर्साइज गर्नेहरू हुनुहुन्छ, गर्दै हुनुहुन्छ, हेर्दै गर्नु होला। हेलो, म जिमदेखि फर्किँदै हो। 6:45 भइसक्यो है। म चाहिँ जिमदेखि फर्किँदैछु। हतार हुन्छ नि त। म 6:45-7 बजेभन्दा धेरै चाहिँ बस्दिनँ। म चाहिँ जिमदेखि फर्किँदै हो, 7 बज्न लागिसक्यो। हेर्नु हाम्रोतिर त्यस्तो चिसो बढेर ग्लुम्म भएर हो फर्किने। भित्र चाहिँ तातो हुन्छ नि त, सबै झ्यालदुखा लगाएकोहरू छ। त्यही भएर चाहिँ मजाले खोलेर नै गरिन्छ। अहिले चाहिँ घर फर्किँदै हो। हाम्रोतिर हेर्नु होला मर्निङ भ्यूज। हेर्नु साथीहरू, मर्निङ भ्यूज यस्तो छ। म जिमदेखि फर्किँदा चाहिँ सबै बन्द छ। हाम्रोतिर बाटो बनेर एकदम राम्रो भइरहेको छ, हेर्नु होला। म चाहिँ फर्किँदै हो। चिसो